नमस्ते सम्पूर्णमा। आज हामी कोरियन भाषा पढ्ने डे 14 मा छौं। आजको क्लासमा मैले हजुरहरूलाई संयुक्त उच्चारण नियम विधि यानी कि डबल फाचिम नियमको बारेमा पढाउने छु। सबैभन्दा पहिला हजुरहरूले बुझ्नुपर्ने कुरा यो फाचिम भनेको के हो त? फाचिम भनेको कुनै पनि शब्दको तल झुन्डिएर आउने कन्सोनेन्ट साउन्डलाई फाचिम भनिन्छ है। जस्तै कुनै पनि एउटा शब्दको तलपट्टि कुनै पनि अक्षरहरू यहाँ देख्नु भएको छ नि, फाचिमको तलपट्टि झुन्डिएर आएको छ नि यहाँनिर द र म, यसलाई चाहिँ हामीले फाचिम भनिन्छ है। अब कुनै पनि शब्दको तल झुन्डिएर आउने कन्सोनेन्ट साउन्डलाई फाचिम भनेर भनिन्छ है। ओके, हजुरहरूले फाचिम भनेको त बुझिसक्नु भएको छ है। शब्दको तलपट्टि कुनै पनि कन्सोनेन्ट साउन्ड झुन्डिएर आउँछ भने त्यसलाई फाचिम भनिन्छ। त्यस्तै गरी अब मैले हजुरहरूलाई डबल फाचिमको नियमको बारेमा पढाउने छु है त। यहाँनिर सुरुमा हेर्नु त, 1 नम्बरमा कुनै पनि शब्दको तल यानी कि फाचिममा ग ब द, के त ग ब द आए लगत्तै माथिपट्टि ग आउँदा ग को उच्चारण क भनेर गर्नुपर्दछ है। बुझ्नुभयो त? कुनै पनि शब्दको तल यानी कि शब्दको तलपट्टि फाचिममा ग ब द आए लगत्तै त्यसपछि ग नै आउँछ भने ग को उच्चारण क भनेर गर्नुपर्दछ है। के भयो त? फाचिममा ग ब द आए लगत्तै त्यसपछि पनि ग नै आउँछ भने हामीले ग को उच्चारण चेन्ज भएर त्यसको उच्चारण क भनेर गर्नुपर्दछ है। यहाँनिर मैले केही इक्जाम्पलहरू लेखेर देखाउँछु जसले गर्दा बुझ्न पनि सजिलो हुन्छ। हेर्नु होला, सँगसँगै आफ्नो कपीमा पनि लेख्नु होला है। जस्तै इक्जाम्पलको लागि यहाँनिर हेर्नु त, सुरुमा यो के हो त? ह हो नि है। हमा आ लाग्यो, के भयो त? हमा आ लाग्यो हा भयो है, हा भयो। अब यो शब्दको तलपट्टि ग आउँदा यसको उच्चारण के हुन्छ भनेर पढेका थियौँ त। शब्दको तलपट्टि ग आउँदा यसको उच्चारण क हुन्छ है, क हुन्छ। त्यसपछि ग लगत्तै फेरि ग आउँदा यसको उच्चारण के हुन्छ भनेर पढेका छौँ त। ल यहाँनिर हेर्नु त, कुनै पनि शब्दको तल यानी कि फाचिममा ग ब द मध्ये के आएको छ? यहाँ ग आएको छ नि है। ग आए लगत्तै माथिपट्टि ग नै आउँदा, ग आए लगत्तै ग नै आएको छ नि है। ग नै आउँदा ग को उच्चारण यानी कि यो पछाडिपट्टिको ग है, ग को उच्चारण क भनेर गर्नुपर्दछ है। कुनै पनि शब्दको तलपट्टि ग आउँदा यसको उच्चारण क भनेर गर्नुपर्दछ। हामीले अगाडि नै पढिसकेका छौँ है। त्यसपछि आज हामीले डबल फाचिमको रुल्स अनुसार शब्दको तलपट्टि ग आए लगत्तै पछाडि पनि ग आउँछ भने पछाडिपट्टिको ग को उच्चारण क भनेर गर्नुपर्दछ। त्यही भएर यसको उच्चारण के भयो त? क नै भयो है। अब यो कमा यो लाग्यो है। अब यो कमा यो लाग्यो, के भयो त? क्यो भयो नि है। हाक्यो भयो है, हाक्यो। के भयो त? हाक्यो। हाक्यो भनेको विद्यालय है। हाक्यो भनेको के हो त? विद्यालय। बुझ्नुभयो नि? यो के भयो त? हमा आ लाग्यो हा भयो। शब्दको तलपट्टि ग आउँदा यसको उच्चारण क भयो। त्यस्तै गरी फाचिममा ग आए लगत्तै ग नै आउँछ भने त्यसको उच्चारण क हुन्छ। त्यही भएर कमा यो लाग्यो, के भयो त? क्यो भयो। यसको उच्चारण हाक्यो भयो है। हाक्यो। हाक्यो भनेको विद्यालय। अर्को इक्जाम्पल हेर्नु त, यो के हो त? म हो नि है। ममा अ लाग्यो, के भयो त? म भयो। यसको तलपट्टि ग आउँदा यसको उच्चारण के भयो त? क भयो है। शब्दको तलपट्टि ग आउँदा यसको उच्चारण क भयो। त्यसपछि ग लगत्तै फेरि यसको पछाडि पनि ग आउँदा के भयो त? यसको उच्चारण के हुन्छ त? ग नै हुन्छ नि है। अब गमा ओ लाग्यो, फुल उच्चारण के भयो त साथीहरू? ममा अ लाग्यो म भयो। तलपट्टि ग आउँदा यसको उच्चारण क भयो। त्यसपछि फाचिममा ग आए लगत्तै पछाडिपट्टि पनि ग आउँदा ग को उच्चारण क भनेर गर्नुपर्दछ भनेर यहाँनिर पढेका छौँ। त्यही भएर यसको उच्चारण के भयो त? मक्को भयो है। मक्को भयो। मक्को भनेको के हो त? खाएर भन्ने अर्थ लाग्छ है। खाएर। मक्को भनेको खाएर। यो के हो त साथीहरू? यो के हो त? ई हो नि है। अब ई को तलपट्टि
यो ब राख्दा यसको उच्चारण के हुन्छ त शब्दको तलपट्टि ब आउँदा प उच्चारण गर्नुपर्दछ भनेर हामीले अघिल्लो क्लासमा पढिसकेका छौँ। के भयो त इ भयो। त्यस्तै गरी शब्दको तलपट्टि ब आउँदा यसको उच्चारण प भयो है। अब यो के हो त ग हो नि है। गमा उ लाग्यो के भयो त गु भयो। तर कुनै पनि शब्दको यानि कि फाच्छिममा फाच्छिम भनेको शब्दको तलपट्टि है ग ब द ग ब द मध्ये यहाँ के आएको छ त ब आएको छ नि है। अब यो ग ब द लगत्तै माथिपट्टि ग आएमा गको उच्चारण क भनेर गर्नुपर्दछ। त्यसैले यसको उच्चारण के भयो त ब लगत्तै ग आउँदा यसको उच्चारण के भयो त क भयो है। कमा उ लाग्यो के भयो त कु भयो कु भयो। अब फेरि यसको तलपट्टि ग आउँदा के हुन्छ त शब्दको तलपट्टि ग आउँदा क हुन्छ। त्यही भएर यसको फुल उच्चारण के भयो त इपकुक भयो है। इपकुक भयो है। इपकुक भनेको के हो त प्रवेश। इपकुक भनेको प्रवेश है। हजुरहरूले पनि आफ्नो कपीमा लेख्दै गर्नु होला है। अर्को इक्जाम्पल अब यो के हो त द हो है। शब्दको अगाडिपट्टि द आउँदा यसको उच्चारण के भयो त थ भयो है। थमा उ लाग्यो के भयो त थु भयो है। थु भयो। अब यसको तलपट्टि यो दलाई राख्दा यसको उच्चारण के हुन्छ त शब्दको तलपट्टि दलाई राख्दा यसको उच्चारण त भयो है। यसको उच्चारण त भयो। त्यसपछि यो के हो त ग हो है। ग हो। गमा उ लाग्यो गो भयो। तर फाच्छिम यानि कि कुनै पनि शब्दको तलपट्टि द आए लगत्तै पछाडिपट्टि ग आउँछ भने गको उच्चारण क भनेर गर्नुपर्दछ है। त्यही भएर यसको उच्चारण ग नभनेर क भनेर गर्नु पर्यो। त्यही भएर यसको उच्चारण के भयो त थुत्को भयो है। थुत्को भयो। थुत्को भनेको सुनेर है। थुत्को भनेको सुनेर। त्यस्तै गरी अर्को रहेको छ यो के भयो त यु भयो है। यो यु भयो। अब शब्दको तलपट्टि ग आउँदा यसको उच्चारण के भयो त आधा क भयो है। अब शब्दको तलपट्टि ग आए लगत्तै यसको पछाडि फेरि पनि ग आउँदा यसको उच्चारण के हुन्छ त कुनै पनि शब्दको तल यानि कि फाच्छिममा ग द ब आए लगत्तै माथि फेरि ग आउँछ भने गको उच्चारण क भनेर गर्नुपर्दछ है। त्यही भएर यसको उच्चारण के गर्नु पर्यो त क गर्नु पर्यो। कमा यो लाग्यो के भयो त क्यो भयो। यानि कि यसको उच्चारण के भयो त युक्यो है। यसको उच्चारण युक्यो भयो है। युक्यो भनेको के हो त युक्यो भनेको आकाशे पुल है। युक्यो भनेको आकाशे पुल। बुझ्नु भएको छ नि हजुरहरूले। आज हामीले के पढ्यौँ त संयुक्त उच्चारण विधिको नियम पढेका छौँ। जस अन्तर्गत कुनै पनि शब्दको तलपट्टि फाच्छिममा फाच्छिम भनेको के हो त कुनै पनि शब्दको तलपट्टि झुन्डिएर आउने कन्सोनेन्ट साउन्डलाई फाच्छिम भनिन्छ है। फाच्छिममा ग ब द आए लगत्तै माथि ग आउँदा गको उच्चारण क भनेर गर्नुपर्छ है। यो गको उच्चारण क भनेर गर्नुपर्छ। जस्तै इक्जाम्पलको लागि यो के भयो त ह भयो। हमा आ लाग्यो हा भयो। यसको तलपट्टि ग आउँदा यसको उच्चारण क भयो। अब कुनै पनि शब्दको तलपट्टि ग आए लगत्तै पछाडिपट्टि पनि ग आउँदा यसको उच्चारण के भयो त क भयो है। कमा यो लाग्यो के भयो त क्यो भयो। हाक्यो भनेको विद्यालय। त्यस्तै गरी मक्को भनेको खाएर। इपकुक भनेको प्रवेश। थुत्को भनेको सुनेर। युक्यो भनेको आकाशे पुल है। आजको लागि मैले भिडियोलाई यहीँनिर एन्ड गरेँ। हजुरहरूले घरमा यस्तै गरी नै यी नियमहरूको बारेमा लेखेर प्र्याक्टिस गर्नुहोला। सँगसँगै मिनिङहरू पनि पढ्नुहोला भन्दै आजको भिडियोलाई मैले यहीँनिर एन्ड गरेँ। हस्त धन्यवाद। शुभ दिन।